हामी क्याजरिना जानलाई पेट्रोल हाल्न जाँदैछौँ। आज मेरो क्याजरिना चाहिँ लास्ट यो पटकको चाहिँ लास्ट भिजिट त्यही भन्नु पर्यो है। अब भोलि पर्सि त जाँदैछु नि त। आज नातिनीलाई घर छोडेर आएको छु। अब ठुलो छोरीसँग क्याजरिना जाँदैछु। क्याजरिना सपिङ सेन्टर डार्विनको आज लास्ट दिन। युनिटिङ हाउस रे यसको यो छेउछेउको जङ्गल फाँडे भएर यो देख्या रहेछ है अहिले। अहिले अनि यो घर त पहिल्यैबाट रहेछ। म त कहिले बनायो यो घर भने त अस्ति अम्बिकाले भिडियो बनाएको रहेछ। अब यो ठाउँहरूलाई सबै म गएपछि चाहिँ मिस गर्छु। त्यही भएर अलिअलि भिडियोमा क्याप्चर गरेर जान लागेको। कम्प्लेक्समा लारकिया कम्प्लेक्स थाहा नि तिमीलाई हैन? त्यहाँ लारकियाको कम्प्लेक्समा वान चाबी गाडी पार्किङ अहिले त कति धेरै बिजी हो कि है। ए मैले त लक गर्नै बिर्सेछ। लक गर्नै बिर्सिएछ कि। कहाँ उलिसबाट जाने हो? कता हो ल? होइन यहाँको पार्किङ त कहाँ हो है? पोल साइडको पार्किङ हो। अब खै हेरौँ ल। जेबी हाइफाईमा के किन्ने हो त? अब केही छ किन्नुपर्ने? किनिदिने हो कि जेबी हाइफाईमा? बच्चाहरूको खेल्ने ठाउँ। यो साइडमा कोल्स। कटन अन भन्ने यताबाट सिनेमा। मेरो टाउको ब्याङ ब्याङ बहार, टाउको भङ भङ बहार। हामी अब केमारतिर जाँदैछौँ। यो चाहिँ के हो? कटन ए कटन। यहाँ तपाईँले भनेको प्यान्ट पाउँछ होला मम्मी? हो हेरौँ न त एकपटक। एउटा प्यान्ट चाहिँ चाहिएको छ कि अलिक बाक्लो टाइपको के है। यो त होइन त्यो कटनवाला कि के भनेको थियो होइन मैले? कटराइजवाला। हामी अहिले कर्नरमा आइपुग्यो। यहाँ चाहिँ छोरीले मलाई एउटा प्यान्ट किनिदिएको छ। प्यान्ट मन पर्यो। कति डलरको? थाहा छ? $60 एउटा प्यान्ट। $60 एउटा प्यान्ट लिइदिएको छ ठुलो नानीले। बिल पे गर्न गइराखेको छ। कति महँगो के यहाँको कपडाहरू त। सस्तो भनेको त केही नपाइने यस्तो चम्म लाग्यो। एउटा प्यान्ट लिएको $60। अब हामी केमार्ट जाँदैछौँ। केमार्टमा सुजहरू केमार्टमा चाहिँ केही सामानहरू किन्नको लागि जाँदैछौँ। ए मलाई अस्तिको पटक त्यो दिएको सेतो त्यो उता अलि राम्रो लागेन त मलाई त। सेन्ट आएन, बाँच्नै छैन। एउटा मात्रै हो सपिङ सेन्टर ठुलो भनेको जुत्ताहरूको कलेक्सन।
एथलेटिक्स फुट अरे हाय खाना पायो भनेर रमाएको होला कङ्गारू जस्तै छ मान्छे ल हाम्रो अब यो ड्रिङ्क्स आइपुगेको छ दुईटा एउटै हो 70बाट सधैँ आएर खाने यहाँको सधैँ खाएर यहाँ आउने बेलामा खाने चाहिँ यही नै हो 70 को माछा जापानिज माछा अनि नानीहरूले खाने चाहिँ यो ब्रेड टपबाट पाउरोटी खै तिमीहरूले लिएर आएको ब्रेड टपबाट लिएर आएको सामान खानेकुरा प्याकिङ प्लास्टिकमा प्याकिङ गरेर दिनु रहेछ खाने उयो 70बाट अर्डर गरेको अनि एउटा यो ब्रेड टपबाट सुसी चाहिँ यतापट्टि छ सुसी यताबाट लिएको यहाँबाट चाहिँ सुसी लिएको अनि त्यसपछि यता के लिन लगाएको यता मोमो डम्पलिङ यहाँबाट लिँदैछ यो चाहिँ सुसी सुसी होइन त यो सुसी यो के मोमो मोमो केएफसी कहाँ छ र यहाँ तल जानुपर्छ केएफसी खानेर अब त घर गएर खाना पनि खानुपर्छ 2 बजिसकेको छ हाम्रो अब यो अब हामी चाहिँ यो ड्रिङ्क्स खाने यो ड्रिङ्क्सको नाम हो माछा जापानिज माछा ओ माई गड कति धेरै उडेछ यसमा त आज त आइस बढी रहेछ आइस क्रसर गर्नुभएको जापानिज माछा आइस फ्लेभर होइन नि अर्को चाहिँ त्यो आइस नराखेको चाहिँ मिठो लाग्छ मलाई चाहिँ आइस राखेकोले दाँत दुख्छ कि दाँतमा पस्छ अनि चिसो हुन्छ सिरिरिरिरिरिरि हुन्छ बाहिर हिँड्दाखेरि त ठिकै हो अनि यो उसमा चाहिँ मलाई अलिक दाँत दुख्छ कि बिस्तारै खाने यो चाहिँ के भेज मोमो त्यो त गाडीमा खाँदा पनि मिल्यो ल मुख दुखेन आइस छैन छ आइस क्रस हो दुइटै है मलाई त यो आइसले त दाँत त सिरिङ गराउँछ क्या त्यही भएर माछा काटेको हेरेर बसेर माछा माछा सालमुनहरू कस्तो गएको कस्तो त इकोट हेरेर यति गरेर सबै काटिरहेको ल अब क्याजलिनाको यो ड्रिङ्क्स खाने पनि यति नै होला होइन यहाँको चाहिँ अब यहाँ आउने त यति नै हो नि त आज लास्ट अब मेलबर्न गएपछि चाहिँ मेलबर्नमा पनि खाइन्छ खाना त तर यहाँको यो डार्विनको चाहिँ यति नै होला आज लास्ट
अब यो क्याजरिना आउने चाहिँ यो पटकको लागि लास्ट, अर्को पटक त फेरि फेरि पनि आउने होला। आश लागिराखेको छु। ल नानी हेर्न आउनु परेन त, नातिनीको मायाले तानेर ल्याउला जस्तो छ। त्यही भएर यो क्याजरिनाको भ्लग चाहिँ आजको लागि यति नै हो। अब मौका मिलेमा नेक्स्ट पटक आउन पायो भने अनि फेरि पनि भ्लग बनाउने छु। अब यो पटकको लागिलाई चाहिँ यति नै हो। आजको सपिङहरू पनि सकियो। अब टाइम पनि हुँदैछ बिस्तारै घर जाने। छोरीको काम छ फेरि 3 बजे 4 बजेबाट घर पुग्नुपर्छ 3 बजे। नातिनी छोडेर आएको नि कति घन्टा भयो? 2-3 घन्टा। हामी आएको 3 घन्टा भयो। 12 बजे आएको होइन हामी? 12 बजे। अब नातिनी छ घरमा। एलिसानी काममा जाने बेला भएको छ। उसको मम्मी बाबा 2 बजे मात्रै आइपुग्छ। ल आजलाई चाहिँ यति नै है। ओके लेट्स गो होम अब। बाई बाई, सी यू। हाम्रो यो अगाडि चाहिँ पोल्स छ। पोल्स डम्पिङ सेट भन्ने छ। यसमा चाहिँ मोमो के पाउँदो रहेछ। पोल्स JB Hi-Fi Sports। अब हामी पार्किङतिर लाग्दै गरेको अवस्था। ल अब हामी चाहिँ घर जाने। चिसो खाँदै ड्रिङ्क्स पिउँदै जाने घर। कताबाट जाने हो? गाडी कि स्कुटर? आजभोलि आलमोन्ड क्रसन कस्तो डढा हुन थालेको क्या। अहिले चाहिँ फुल फुल्ने मौसम रहेछ कि यता है। अनि पुरा फुलहरू फुलिरहेको छ। टाटा बाई बाई क्याजरिना। भ्याइँदैन होला, भोलि बिहान आउँला नि। यो हो ऱ्यापिड क्रिक। यहाँ चाहिँ सन्डे मार्केट लाग्थ्यो। आज चाहिँ फ्राइडे भएको भएर छैन यहाँ मार्केट। अब सन्डे मार्केट सकियो यो पटकको लागि। आज चाहिँ हामी यहाँको नेपाली पसल आएको। नेपाली पसल आफ्नो आइज आफै आइज नभएर कसको आइज हुने हो र। माई आइज भइरहेको अरे। अब ल हामी यहाँको नेपाली पसल
जाँदै सन्डेको दिनमा चाहिँ यहाँ कति भिडभाड हुन्छ आज चाहिँ खुल्ला खुल्ला क्लिन सफा सुनसान है मुस्ताङ यहाँको नेपाली पसललाई चाहिँ मुस्ताङ भन्दो रहेछ यहाँको नेपाली पसलको नाम मुस्ताङ ल आइपुग्यो नेपाली पसल हामी चिल्ली ओइलको लागि फर्स्टमा त चिल्ली चाहियो Hey, buy 3 and get 1 free. कुरकुरे Buy 3 and get 1 free. अनि कति हो नि फेरि मुस्ताङ पसल भनेको नेपाली पसललाई मुस्ताङ पसल भन्नु रहेछ यहाँ चाहिँ ओ माई गड गौमूत्र यो पनि यसरी प्याकिङ भएर आउँदो रहेछ ल बाई बाई ऱ्यापिड क्विक सन्डे मार्केट आएको ठाउँ पनि घुमियो घुमियो आज नि भिजिट गर्न त आयो नि त लास्टमा भयो पनि सन्डे मार्केट भिजिट अब हामी घरतिर लागेको है यो लाइनको कहीँ होइन ट्राफिक लाइन सबै म त विनेली नि जानु हो पार्सल अहिले जानु न त अहिले होइन न गर्दम छोड्दै भ्याउँदैन अहिले फेरि काममा जान 3 दिन है 4 दिन त हुन्छ राख्छ पार्सल भ्याइन्छ के अरे भ्याइन्छ रे सोमबार जान्छ रिसाउनु हुँदैन रिस भनेको अर्काल के अरे हो नि रिस भनेको अर्काले खान्छ बुद्धि भनेको आफूले खाने भनेको के हो भन्छ नि त्यस्तै सेन्स बुझे रिस चाहिँ गर्न हुँदैन आफूले खान्छ बुद्धिले अर्कालाई खान्छ भनेको रिस बिर्सिया होला आज चाहिँ अब सबै नोट गर्दैछु के के छ के छैन एन्टीको झन्डा हो के मम्मी एन्टी अस्ट्रेलिया एन्टीको एभर्जिनल छ है साइड ठिक छ त स्टेटमा हैन एन्टीमा मात्र हैन डिफरेन्स थाहा थिएन अब आज थाहा भयो हामी उता जाने है अब यहाँ फेरि झमेला लाग्छ कि मलाई अब केही झमेला हुँदैन सुस्तै सुस्तै जानुपर्छ झमेला मान्यो भने गाडी कसरी चलाउने सुस्तै 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 अझ अर्को लेनमा जानु पर्यो थ्याङ्क यू ल गुड जब गुड जब भने है मैले भने नि त गुड जब भनेर मेन मान्छेले भनेन गुड जब म साइडको मान्छे परे ट्राफिक लाइट हुन्थ्यो आज ज्वाइँको काम थाहा गाडी भएन चलाउनु सक्नु हुन्छ कि हजुर लिएर जाँदा भयो त नि खै ज्वाइँको आज बेलुका काम छ कि छैन थाहा भएन मलाई अहिले मुटले सोध्नु ल काम छ कि छैन भनेर सोध्नु अनि त्यसपछि छैन भने मोटी जान्छ नि त गाडी चलाएर यहाँको घरहरू खिच्ने टाइम पनि यति नै होला यहाँमै यसो देखि अहिले पनि ठुलो नानी चाहिँ त्यहीँ बेभ्यूमा बस्छ हामी चाहिँ अनि यहाँबाट चाहिँ गएर डाइनाकोट ल के रे आन्टी हजुर यता पढि बस्नु के त बस्नु हो म जुलाई यता के अरे बेभ्यू हामी पहिला बसेको बेभ्यूमा बस्यो 6 महिना डिसेम्बरसम्म अनि डिसेम्बरबाट चाहिँ यता डाइनाकोट सरेको डिसेम्बर 10 मा
सरेको बाँकी त यसो यसो भएर यता 6 महिना उता 6 महिना बराबर जस्तै भयो त्यही त वाह नि। वाह 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 अघि मलाई डिसेम्बर भन्यो भन्छ डिसेम्बर कि डिसेम्बर रे डिसेम्बर ल के भन्ने हो रे डिसेम्बर मेरो विचारमा राइट नहुन सक्छ खोइ त नि लक्ष्मीले त केही भन्दैन खै 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 भनौँ न सुन्नु न खै इङ्ग्लिस मास्टर रिस उठ्या जस्तो छ डिसेम्बर डाइनाकोटमा चाहिँ यहाँ यो के भन्छ बोटहरू बेच्न राख्ने ठाउँ पनि छ अनि यहाँबाट चट्ट लाएर यतातिर जाने डाइनाकोट डिसेम्बर र डिसेम्बरमा मिलेन रे मैले बोलेको तर मेरो आफ्नो भाषा हो म जसरी बोले पनि मेरो तरिकाले बोल्छु म आइल्स टेस्ट दिन लाए पनि होइन पिटी दिन लाए पनि होइन मेरो भाषा चाहिँ डिसेम्बरै जान्छ ल अब हामी बसेको ठाउँ आइपुग्न लाग्यो माइली छोरीको घर भन्नु पर्यो यता ठुली छोरीको घरमा बसियो 6 महिना माइली छोरीको घरमा 6 महिना 12 महिना कटेको छैन अब लाग्नेवाला छ 12 महिना नकट्दै जानुपर्ने रहेछ नेपाल यहाँको चलन मेरो भिजा नै सकाइदियो उनीहरूले सकायो कि मैले सकाए हो थाहा भएन भिजा चाहिँ सकियो अब चाहिँ नेपालको टुर हुँदैछ हामी यो घरमा बस्छौँ डाइनाकोट यो चाहिँ पार्किङ यहाँको ल अब हामी आइपुग्यो घरमा